र साथीहरु यहाँ तपाईहरु देख्न सक्नुहुन्छ र मैले यो तपाईहरुलाई यो फूलको साझाहरु राखिसकेको छु है। र अहिले घरि यो अब तपाईको यो सजनाको फूल हो है। यति मिठो फुलिसकेको छ र अब बिस्तारै बिस्तारै यसको चिचिलाहरु है यहाँ हेर्नु न सजना। र कसलाई मन पर्छ यो सजनाको सब्जी है। कतिलाई त सजना एकदमै मन पराउने गर्छ। यसको अब फल लागेपछि है कोसा कोसा फल लागेपछि चाहिँ तपाईको सजनाको सब्जी खानु चाहिँ एकदमै मजा आउँछ। माछामा भयो, आलु भयो, विभिन्न कुन तरिकाले तपाईले सजनालाई पकाउन सक्नुहुन्छ है। त्यही आधारमै सजना चाहिँ एकदमै अब समय नजिकै छ सजना खाने समय। यहाँ तपाईहरु देख्न सक्नुहुन्छ यो मजाले मौरीहरु पनि घुमिरहेको दृश्यहरु है देख्न सक्नुहुन्छ तपाईहरुलाई मैले। र यो एकदमै जुम गरेर तपाईहरुलाई मैले साथीहरुलाई साझा राख्दै छु। र के कसो गर्नु हुँदैछ साथीहरु है। र आउनुस् है हेर्नुस् है यो अब यो 2-4 दिन हो फक्रेपछि चाहिँ तपाईको बिस्तारै चिचिला लाग्दै आएपछि सबै फूलहरु पनि हराउँछ। र कतिले अहिले यो फूललाई खेदो गरेर है बजारमा किनेर खोजेर पाइँदैन। आफ्नो ठाउँमा आफ्नो स्थानमा छ भने चाहिँ मजाले टिपेर यसलाई भुटभाट परिकाले पनि है भोजनसँग राम्रो परिकाले सजनाको फूल पनि खाइन्छ। र यो हैन छ भने तपाईहरु सजनालाई बचाएर राख्नुस् है। समयको यो फलेको फल टिपेर खानु एकदमै राम्रो हुन्छ। सजनाको खेती पनि यहाँ तपाईहरुलाई मैले मजाले साझा गरेको छु। के कसो गर्नु हुँदैछ साथीहरु है। र आउनुस् है यो सजनाको। र यहाँ पनि देख्न सक्नुहुन्छ सजना फूल हेर्नुस् न फूल। र अहिले जति पनि फल्ने जति पनि फुलेर फल्ने प्रजाति गाछहरु छ है। तपाईको फम्फल भयो, आरु भयो, सजना भयो, आरु बगडा भयो। आरु बगडा पनि 2-4 प्रजातिहरु हुन्छ। कोही अमिलो खालको, कोही गुलियो खालको, कोही रातो खालको हुन्छ साजेर है त्यसलाई अचार बनाउने खालको, कोही सेतो यत्रो यत्रो खालको हुन्छ साथीहरु हो। अनि आरु पनि तपाईहरु देख्न सक्नुहुन्छ यो आरुको बगान। यो चाहिँ सेतो खालको आरु हो। र यो मजाको छप छप है खाँदा पनि टेसिलो हुन्छ। र यो आरु चाहिँ तपाईको चलनी आरु हो। यो बजारमा बिक्री पट्टा गर्नुको निम्ति एकदमै राम्रो मार्केट पनि तपाईले पाउन सक्नुहुन्छ। यसको खेती पनि एकदमै राम्रो हुन्छ। जहाँ चाहिँ मन्डीतिर पनि यो तपाईले जति नै तपाईको 1 गाडी होस् 2 गाडी होस् है सिजनमा यो आरु चाहिँ तपाईको सेतो खाले भन्छ। यो मार्केट मन्डीमा पनि एकदमै चलनमा जान्छ तपाईहरु। र भावहरु पनि तपाईले स्याहार सम्भार गरेर है आरुको बगानलाई स्याहार्नु भयो भने यसले तपाईलाई अलिकति भए पनि उन्नति नै दिने गर्छ। यहाँ सानो सानो बिजन हेर्नुस् न यी चिचिलाहरु पनि लागिसकेको छ। तपाई देख्न सक्नुहुन्छ यसको चिचिलाहरु। र अहिले घरि है मजाले अब यो
फागुन चैतको बेलामा चाहिँ यसलाई एकदमै यो फल चिचिला लागेको बेलामा चाहिँ यसलाई स्याहार पनि एकदमै राम्रो गर्नुपर्छ साथी हो। तपाईँहरू कता हुन्छ अब कोही जग्गा चाहिँ यो जग्गाले पनि एउटा यसको खेती नहुने मौसम पनि हुनसक्छ। साह्रै लेकतिरमै यो हुन सक्दैन। यो औल खण्डतिर चाहिँ एकदमै यो आरुको खेती चाहिँ भव्य चालले गरिन्छ र पाइपलाइनहरू मिलाएर चाहिँ पानीको परिबन्ध गरेर चाहिँ यसलाई यसको जमिन बारीमा चाहिँ खेतीभित्र चाहिँ स्प्रेहरू गर्नु चाहिँ एकदम राम्रो हुन्छ। अहिले कलिलो पौधाहरू फुलहरू चिचिलाहरू है र झर्नु सकिँदैन र आरुको खेतीलाई यो सानो सानो चिचिलाहरू लागेको बेलामा चाहिँ पानी फेदमा दिनुभयो भने चाहिँ जम्मै यो फलेको फलहरू चाहिँ राम्रोसँगले फस्टेर है फलको फसलको फाइदाहरू तपाईँहरूले लिन सकिन्छ। र हेर्नुहोस् है साथीहरू के कस्तो लाग्यो आजको मौसम पनि। र थ्याङ्क यू साथीहरू।